नमस्कार। देशमा प्रजातन्त्र आयो भन्छन्, लोकतन्त्र आयो भन्छन्, गणतन्त्र आयो भन्छन्। अहिले चाहिँ नेपालमा गाँजातन्त्र आए जस्तो लाग्छ। गाँजा खायो भाषण गरियो, गाँजा खायो स्ट्याटस लेखियो, गाँजा खायो गाली बक्यो, गाँजा खायो मन्त्री पद माग्न गयो। जे गरेको छ गाँजाले गरेको छ। एकजना गजडीले राष्ट्रिय झन्डा उडेर अस्ति नै गाँजाको सुरमा भन्यो, यो संविधान राखौँ कि फालौँ भनेर कन्फ्युज छु। 24 गतेको आगजनी, हिंसा, लुटपाट, चोरीमा पक्राउ परेकाहरू धेरै जसो ट्यापे, गजडी तथा आपराधिक पृष्ठभूमिका भएको प्रहरीले जानकारी दिएको छ, समाचार आएको छ। आगजनी गर्ने पनि गजडी, आगजनी गर्न लगाउने पनि गजडी। अहिले देश गाँजामय भएको छ। यस्ताहरूका कारण हाम्रा जेनजी पुस्तालाई गाँजा लागु औषध पवित्र चिज हो भन्ने लाग्न सक्छ। म यो खतरा देख्दैछु। गाँजा खायो भने मेयर, सांसद बनिन्छ, गाँजा खायो भने मन्त्री बनिन्छ, गाँजा खायो भने नेता बनिन्छ भन्ने हाम्रो जेनजी पुस्तालाई लाग्यो भने के होला? देश त बर्बादै बर्बाद हुन्छ। अङ्ग्रेजको पालामा चीनमा सारा जनतालाई अफिमको अम्बली बनाइएको थियो। अङ्ग्रेजले अफिम बेच्न पाउँदैन भनेर चीन सरकारले रोक लगाउँदा अफिम युद्ध भएको थियो। देश र जनता जोगाउन चीन सरकारले युद्ध नि गर्नु परेको थियो। यस्तो युद्ध एकपटक होइन, दुई पटक गर्नु परेको थियो। नेपालले पनि गाँजा युद्ध गर्नुपर्ने अवस्था आउँदैछ। चीनले अफिम युद्ध बेलायतसँग गरेको थियो। नेपालले चाहिँ गाँजा युद्ध कोसँग गर्ने होला, को विरुद्ध गर्ने होला, यो तपाईहरुले चिन्तन गर्नुहोस् र यो तपाईहरुले भन्नुहोस्। अब नेपालले गाँजा युद्ध कोसँग गर्ने होला? धन्यवाद।